हजुरलाई नमस्ते। यो हजुरलाई नमस्ते सुन्नासाथ हाम्रो दिमागमा के याद आउँछ होला? झट्ट हेर्दाखेरि आदर सत्कार यही नै हो नि। हजुरलाई नमस्ते एउटा आदर सत्कार सँगसँगै एकजना व्यक्तिको जीवनी पनि हो। एक व्यक्ति जो अत्यन्तै लगनशील र कर्मठ ताराबहादुर कुँवर, उहाँको जीवनी हो हजुरलाई नमस्ते। सामान्यतया यो जीवनी लेखकहरूले आफ्नो जीवनीका महत्त्वपूर्ण कुराहरूलाई पोइन्ट बनाएर अरू कथा मिलाएर लेख्ने गर्दछन्। तर यो पुस्तक हजुरलाई नमस्ते त्यस्तो नभइकन यो वास्तविक जीवनको सारा इतिवृत्तान्त यसमा कहिएको छ। गाउँको सामान्य परिवारको साइलो छोराको रूपमा जन्मिनुभएका ताराबहादुर कुँवर काठमाडौँ छिरेपछि गरेका दुःख र सामान्य जीवनमा भनिने दुःख भन्दा माथि धेरै दुःख, वास्तविक दुःख कस्तो हुन्छ भन्ने कुरा बुझ्नको लागि यो पुस्तक पढ्न जरुरी छ। सानै उमेरमा आफ्नो अभिभावक ठुलो दाजु टाढा हुनुभएपछि उहाँले चाहिँ अभिभावकत्व छोडेर जानुभएपछि ताराबहादुर कुँवरले भोगेका दुःख यस किताबमा समेटिएका छन्। दुःखका कुरा मात्रै नभएर ताराबहादुर कुँवरज्यूले यसमा धेरै कुरा हाल्नुभएको छ, जसमा समाजलाई यही किताबभित्र ओगटेक्नु भएको छ। त्यस्तै आफूले जीवनभरि दुःख गर्दा बनाएका साथीहरूको विषयमा पनि यसमै लेख्नुभएको छ। धोकाधडीको विषयमा पनि यसमै लेख्नुभएको छ र धेरै कुरालाई यसमा अटाउनु भएको देखिन्छ ताराबहादुर कुँवर लेखकज्यूले। यो एउटा हजुरलाई नमस्ते दुःख मात्रै नभएर पाठ पनि हो जो आगामी पुस्ताले पढ्न जरुरत छ। हामी के कल्पना गर्न सक्छौँ? एउटा सामान्य 7 कक्षा पढेको मान्छे कहाँसम्म सफलता हासिल गर्न सक्छ होला भनेर कल्पना गर्छौँ। सामान्यतया हाम्रो दिमागमा सामान्यभन्दा सामान्य मात्रै आउँछ, होइन र? तर यस पुस्तकका लेखक ताराबहादुर कुँवर युनिभर्सिटीमा गएर लेक्चर दिनुहुन्छ, त्यो पनि टेक्निकल विषय। सामान्यतया नेपालको प्रशासन प्रमुख र राज्य प्रमुखहरूले, राजा ज्ञानेन्द्रदेखि लिएर सम्पूर्ण राज्य प्रमुखहरूले पढ्न भ्याएको हजुरलाई नमस्ते पुस्तकमा यति मात्रै कुरा चाहिँ पक्का छैन। यसमा धेरै कुरा छ र प्रमाणसहित छ। यी प्रमाण फोटोहरूले पनि प्रमाणित गर्दछन्। यो एक आदर्श हो हजुरलाई नमस्ते, एक मूल्य र मान्यता हो हजुरलाई नमस्ते। लेखकले वास्तविक कथामा आफ्नो घर परिवारदेखि लिएर आफूले गरेका स्ट्रगल सबै यसमा अटाउनु भएको छ। तर के अटाउनु भएको छ भनेर सबै कुरा मैले भने भनेदेखि किताबको त फेरि तपाईहरूले पढ्नुहुन्न, महत्त्व हुँदैन। त्यसैले मैले सबै कुरा चाहिँ भनिनँ। तर जहाँ जहाँ जसले पढ्नुभयो उहाँहरूले यो किताबको विषयमा दोस्रो भागमा उहाँहरूले एकदमै यसको चाहिँ नि चर्चा गर्नुभएको छ र हजुरलाई नमस्ते पुस्तकको दोस्रो भाग पनि प्रकाशन भइसकेको छ। हजुरलाई नमस्ते लेखक ताराबहादुर कुँवरको जीवनी र यो लेख पुल्चोक इन्जिनियरिङ क्याम्पसको मास्टर्स लेभलको फाइनल इक्जाममा 15 नम्बरको क्वेसन बनेर आएको पनि छ। त्यतिमा मात्रै सीमित नभएर हजुरलाई नमस्ते पुस्तक भारतको नवभारत टाइम्सले पनि यसको विषयमा कभर गरेर ठुलो लेख लेखेको छ। घोस्ट राइटिङ नेपाल प्रणालीले प्रकाशन गरेको यो पुस्तकमा मात्रै सीमित रहेन, यो अडियो बुक पनि बनेको छ र अत्यन्तै राम्रो अडियो बुकको रिभ्यू छ। ताराबहादुर कुँवरको युट्युब च्यानलमा गएर सुन्न पनि सकिन्छ र पढ्नको लागि पुस्तक पसलहरूमा यसलाई किन्न पनि पाइन्छ। हजुरलाई नमस्ते यो प्रेरणादायी पुस्तक छ।
यो कलेजका भाइ बहिनी र यङस्टरहरूलाई अत्यन्तै उपयोगी छ। भर्खर सङ्घर्ष गरेको मान्छेहरूलाई झनै उपयोगी छ। यो एकपटक पढ्नै पर्ने पुस्तक छ। हजुरलाई नमस्ते। र यो पढेर तपाईहरूले पनि आफ्नो रिभ्यू युट्युब च्यानल ताराबहादुर कुँवरमा दिन सक्नुहुनेछ। यहाँहरू सबैलाई मेरो यो भिडियोको लागि धन्यवाद दिन चाहन्छु।